नमस्कार दर्शकबिन, यहाँहरु सबैलाई मेरो च्यानलमा स्वागत छ। म आज यो गाई रिपिट ब्रिडिङ केस अर्थात बारम्बार बिजी लगाउँदा पाडालामा बाछा लगाउँदा पनि नअडेको कारणले यसलाई म अब पाठेघरमा औषधि राखेर ट्रिटमेन्ट गर्न गइरहेको छु। अनि यसभन्दा अगाडि हजुरहरूलाई यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न नभुल्नु होला। अनि के कस्तो लाग्छ कमेन्ट अनि लाइक पनि गर्न नभुल्नु होला। कसरी औषधि राख्ने, कुन औषधि राख्ने भन्ने बारेमा म हजुरलाई देखाउन गइरहेको छु। सर्वप्रथम यहाँ मैले 1:9 को हिसाबले ओबिडिन र एनएसलाई मिक्स गरेर यहाँ लोड गरिसकेको छु। यो मैले पाठेघरमा राखिदिने छु। अनि त्यसपछि त्यसको लागि यहाँ मल्टिभिटामिनको इन्जेक्सन लगाइदिने छु। इसेलेनियमको इन्जेक्सन पनि लगाइदिने छु। एआई प्लस कुन प्रयोग गर्न दिने छु, कसरी गर्दैछु त्यसको बारेमा पनि हेर्दै गर्नु होला। म अब सर्वप्रथम यो लोड गरिसकेको यसलाई पाठेघरमा राख्नको लागि जाँदैछु। के एक प्लस मात्र देखाइरह माथि अब काट थुनी अनि काट डबल अरे उधर पहले घर बिचमा कहाँ